मानिस जातिहरू परमेश्वरदेखि कति टाढा छन् भन्ने कुरा म तपाईँलाई एउटा प्रमाण देखाउँछु। त्यो अहिले संसारमा तपाईँले हेर्नुहुन्छ भनेदेखि कति धेरै जातिहरू मानिसले खडा गरेका छन्। ठुलो जाति, सानो जाति, विभिन्न जाति। तर तपाईँलाई म एउटा सत्य कुरा भनिदिउँ, पवित्र बाइबलमा परमेश्वरले जम्मा 2 जाति मात्रै बनाउनु भयो। त्यो पहिलो जाति हो पुरुष जाति, दोस्रो जाति हो स्त्री जाति। त्यो बाहेक अरू कोही पनि छ भनेदेखि, कोही पनि बनाइएको छ भने त्यो सबै मानिसले बनाएका हुन्। ती बनाउने कारणहरू स्वार्थीपन, विभिन्न कारण होला, तर ती कुराहरूलाई हामी मान्दैनौँ। तर परमेश्वरले भन्नुभएको 2 जातिलाई चाहिँ हामीले मान्नै पर्ने हुन्छ। त्यो हो पुरुष जाति र स्त्री जाति। That's it. God bless you. जय मसीह।